वेलकम टु आवर मिनी भ्लग। आज चाहिँ हाम्रो हाइकिङ छ। हाम्रो प्रेपको 9 विक आउटबाट आजबाट चाहिँ एभ्री स्याटरडे चाहिँ हामी यो रानीवन हुँदै पुम्दीकोटको हाइक गर्नेछौँ एभ्री स्याटरडे एक्टिभ रेस्टमा त्यस वाकलाई। ल अब आजबाट चाहिँ बिस्तारै भ्लगहरू आउनेछ फिट ब्रदर्सबाट। अनि प्रेपमा कस्तो मसँग प्रेप हान्दा कस्तो फिल भइरहेको अभिषेकलाई? अहिलेसम्म त रमाइलो। कति भइसक्यो? हामीले सुरु गरेको 3 हप्ता भइसक्यो होइन? बिहान बेलुका गरेको 1 हप्ता। ल ठिक छ। कस्तो छ शरीरलाई अहिले? अलिकति कम छ भनौँ। ल ठिक छ। अभिषेक चाहिँ फ्याट टु फिट अब फिट टु बडी बिल्डरमा है। We'll tell our phones, do not disturb. I got my straw hat, babe. And you can finally pull the tags on your Tommy Bahama shirt. Blue crush up on the 85-inch sound machine. When we wanna hear the ocean, I think everything we need is right here. And there ain't a palm tree in sight, but there's not a cloud in your blue eyes. If we need a drink, I'll be the bartender. I got a 5th of Patron and a blender, baby. Slipping on a swimsuit is overrated. We don't need a beach to get a half naked. Life's too short, let's not waste it. 'Cause paradise is wherever we make it. Paradise is wherever we make it. Oh, this view of you, it's got everything I Again. need. Yeah, the हामी चाहिँ अहिले शान्ति स्तूपा आइपुग्यो। अब यहाँबाट पुम्दीकोट पुम्दी डाँडासम्म हो। कति मिनट भयो? हामी 45 55 1 घन्टा लाग्यो। बिस्तारै हिँडेको छ, धेरै फास्ट नहिँडिकन। ल हामी चाहिँ अहिले ढुङ्गे पानी भन्ने ठाउँमा आइयो। यो चाहिँ स्तूपा र पुम्दीकोटको सेन्टरमा पर्छ र यहाँबाट चाहिँ ताल र पोखराको चाहिँ लभली भ्यू छ। हेभेन इज मिथ, पोखरा इज रियल भनेको चाहिँ यो ठाउँमा नै लाग्छ है। हामी चाहिँ भर्खरै पुम्दीकोट पुग्यो। अब माथि कोटमा गएर कफी खाएर फर्किहाल्छौँ हामी। हिँडेको कति भयो? 1.5 घन्टा भयो है। हामी चाहिँ 1.5 घन्टामा आइपुग्यो छ। ल हेर्नुहोस् भ्यू। अनि रानीवनको बाटो हिँडेपछि यति त नहुने कुरै भएन। जुकाले डेन्जर खाएर फुल्लेर। चेयर्स टु आवर हाइक। मौसम राम्रो छैन। हामी चाहिँ अब हाम्रो पुम्दीकोटसम्मको हाइक पनि सकेर त्यहाँ कफी खाएर फर्किँदैछौँ। ओह्रालो छ सायद बाटो, हामी 1 घन्टा भन्दा छिटै पुग्नेछौँ।
किनकि ओह्रालोमा जति बिस्तारै हिँड्दा नि छिटै हुन्छ। ल ओके छ, आजको हाइक राम्रो भयो। अब यसरी नै हामी हाम्रो 9वटा विकसम्ममा एउटा न एउटा हाइक गरिरहेको हुन्छ एउटा न एउटा डाँडोमा। अब सकेसम्म नयाँ डेस्टिनेसन नै गरौँला, तर बेस्ट भनेकै हिँड्नको लागि गुड ट्रायल नै यही लाग्छ मलाई अरूभन्दा। र बेस्ट प्लेस विथ सो मेनी मेमोरीसँग चाहिँ यो ओके हुन्छ। तर यो ट्रायल चाहिँ मेरो चाहिँ एकदम वान अफ माई पोखराको चाहिँ एकदम सिनहरूबाट पिसहरूबाट र धेरै कुराबाट मलाई चाहिँ एकदम बेस्ट लाग्छ यो ठाउँ चाहिँ मलाई हिँडिराखेको। एक्लै पनि हिँड्ने बाटो भएर होला, त्यसैले नै यो बाटो हिँडिरहेको भएर धेरै लामो पनि लाग्दैन, गाह्रो पनि लाग्दैन। अनि जतिचोटि आए पनि एकदम रमाइलो नै लाग्छ यो बाटो, स्पेसल्ली स्तुपाको जङ्गलको बाटो र स्तुपा पछिको यो पुम्दीकोट आउने बाटो। रमाइलो छ। जो पोखरामा बसेर कोही पनि फिटनेसमा लागेको मान्छेहरूलाई चाहे त्यो कुनै पनि तरिकाबाट आफूलाई फिट राख्नको लागि होस् या हामी त अहिले प्रेपमा स्टेप पुरा गर्नको लागि मात्र हाइक गरेको हो, त्यसको लागि पनि पोखराको एउटा बेस्ट अप्सन चाहिँ यो रानीवन अनि पुम्दीकोट बेस्ट हुनेछ जस्तो लाग्छ सबैलाई। यहाँ चाहिँ हाम्रो जिमको म पहिला आउने बेलामा यहाँ स्टिकर टालेको थिएँ, रत्नश्री जिमको। यहाँबाट साउट आउट गर्नु पऱ्यो हाम्रो जिमलाई, रत्नश्री जिम। सँगसँगै मैदान जिम नि छ के। ल म चाहिँ गर्दा बाटोमा त कति 2-3जना चिनेको भेटेको थियो। भाइसँग चाहिँ ल एउटा भिडियो क्लिप बनाऊँ भनेर, भाइ चाहिँ बुस जिमको ट्रेनर होइन, के भन्ने भाइ? म चाहिँ दाइको साइजबाट एकदम इन्सपायर्ड छु होइन। दाइको साइज चाहिँ बवाल लाग्छ यार मलाई यार, है दाइ? हो ल, तिमीले पनि छिटै हुन्छ। ल हुन्छ दाइ, गरिरहेको छु। अब मिस्टर कास्कीको लागि चाहिँ तिमी रेडी छैन भाइ? रेडी छैन दाइ। ल ठिक छ, तर ट्रेनिङ चाहिँ सुरु गर्छु दाइ। ओके ल होइन हेरौँ। ल ठिक छ, छिटो गर्नुपर्छ ट्रेनिङ। अर्को भनेको चाहिँ मेरो यो क्लाइन्ट अभिषेक। ल मिस्टर कास्कीको लागि चाहिँ रेडी छ होइन, 9 विक आउट हो। त्यसैले हाम्रो आज वाकको लागि चाहिँ हाइक आएको। ठिक छ, हाम्रो एभ्री स्याटरडे चाहिँ हाइक हुनेछ। नर्मल्ली कति हुन्छ हाम्रो स्टेप? 10,000 बढी नै होला नि यस्तो लाहा। ओके फाइनली वी मेड इट तितेपानी टु पुम्दीकोट टु फेरि रिटर्न तितेपानीमै आइयो। आजको डे चाहिँ आजको हाइक चाहिँ कम्प्लिट भयो, रमाइलो भयो होइन त? पहिला पोज खै अभिषेक पोज अलि फुल्दैन कि?